अब खबर विस्तारमा। दैलेखमा रुखले च्यापिएर 2 जनाको ज्यान गएको छ। भैरवी गाउँपालिका 5 सियाला सामुदायिक वनमा दाउराका लागि ढलाएको रुखले च्यापिएर ढागाउँका 49 वर्षीय तर्कबहादुर शाही र 27 वर्षीय इन्द्रबहादुर शाहीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले छिमेकीको दाउरा काट्न गएका बेला घटना भएको बताउनु भएको छ। यता सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट झर्दा एकजनाको ज्यान गएको छ। गैराती 11 बजेतिर वीरेन्द्रनगर 12 कुने चोकबाट इतरामतर्फ हिँडेको भे1 ख 1904 नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हमफाल्दा वीरेन्द्रनगर 12 निवारेका 37 वर्षका लक्ष्मी प्रसाद उपाध्यायको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका उपाध्यायलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगे पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काले गाडी चालक वीरेन्द्रनगर 12 बस्ने 24 वर्षका कुशल राणालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो। उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आउनु भएको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 10 चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहारमा संलग्न रहेको आरोपमा खाँडाचक्र नगरपालिका 9 दशाला घर भएका 6 जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो। प्रहरीले सोधपुछका लागि घरधनीका दम्पतिलाई समेत जिल्ला सदरमुकाम मानमा ल्याएको छ। 2 गाउँका किशोरहरू बीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका 7 छाप्रेका 17 वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। यसैगरी कुटपिटबाट 16 वर्षीय भूपेन्द्र शाही सामान्य घाइते हुनुभएको छ। खाँडाचक्र नगरपालिका 10 चौकीका हस्तबहादुर मल्लले नयाँ घर बनाउँदा गरिने पूजा पछेटामा रमाइलो हेर्न आएका बीच कुटपिट र चक्कु प्रहार भएको थियो। घटना भएको चौकी गाउँ सदरमुकाम मानमाबाट 35 किलोमिटर टाढा पर्दछ। उता पूर्व पश्चिम राजमार्गको पश्चिमबाट पूर्वतर्फ हिँडेको जीपले पैदल यात्रुलाई ठक्कर दिँदा बाँकेको कोहुलपुरमा एकजनाको मृत्यु भएको छ। जीपको ठक्करबाट कोहुलपुर नगरपालिका 15 का 60 वर्षका अटुवारी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ। बाँकेका डीएसपी दीपक पातलीले सडक छेउमा पैदल यात्रा गरिरहेका थारूलाई +203001 नम्बरको जीपले ठक्कर दिएको बताउनु भएको छ। इलाका प्रहरी कार्यालय सुनवलको टोलीले जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। नेपाल पत्रकार महासंघ कर्णालीले प्रदेशका महिला पत्रकारहरूका लागि भन्दै वीरेन्द्रनगरमा 3 दिने तालिमको सञ्चालन गरेको छ। तालिमको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले पत्रकारहरूका लागि प्रदेश सरकार सहयोगीको रूपमा रहेको बताउनु भएको छ। अधिकारका लागि भन्दा हैसियत र संरचनामा ध्यान जाँदा कर्णाली प्रदेशको आम सञ्चार विधेयक नै विवादित हुँदै गएको उहाँको भनाइ छ। मुख्यमन्त्री कणेलले सरकारले गरेका राम्रा कामका बारेमा समेत पत्रकारले समाचार प्रकाशित गर्नुपर्ने भन्दै नराम्रा कुराको मात्रै धेरै प्रचार भइरहेको गुनासो गर्नुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारहरूको संरक्षण सरकारले गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धि र सञ्चारगृहको आर्थिक अवस्थाले बलियो बनाउनका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो। पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले तालिमले व्यावसायिकतामा दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिममा पत्रकार महिलाका चुनौती र अवसर बारेमा केन्द्रित रहने उहाँको भनाइरहेको छ। सल्यानका दुर्गम गाउँ बस्तीबाट गम्भीर बिरामी गर्भवती दुर्घटनामा परेर घाइते भएकाहरूलाई आकस्मिक उद्धारका लागि निर्माण गरेको हेलिप्याड प्रयोगविहीन भएका छन्। सरकारले दुर्गम बस्तीमा एयर एम्बुलेन्स सुरु गरेपछि गम्भीर खालका बिरामीको उपचार सहज होस् भन्दै स्थानीय तहको आर्थिक सहयोगमा नेपाली सेनाले हेलिप्याड निर्माण गरे पनि दुर्घटनामा परेका लगायत गम्भीर खालका बिरामीलाई सबैले एम्बुलेन्समा लाग्न थालेपछि प्रयोगविहीन हुन थालेका हुन्। नेपाली सेनाले स्थानीय तहको आर्थिक सहयोगमा 4 वर्षपछि हेलिप्याड निर्माण गरेको थियो। स्थानीय तहले आर्थिक र नेपाली सेनाको प्राविधिक सहयोगमा तत्काल गम्भीर बिरामीको उद्धारका लागि दुर्गममा हेलिप्याड निर्माण गरे पनि पछिल्लो समयमा जिल्लाका सबै स्थानमा सडक पुगिसकेका र सवारी साधन गाउँ गाउँमा पुग्न थालेपछि बिरामीलाई सबैले गाडी तथा एम्बुलेन्समा लग्न थालेका कारण प्रयोगमा आउन नसकेको बागचौर नगरपालिका 2 का वडाध्यक्ष दिपेश डीसीले बताउनु भयो। उहाँले बागचौर नगरपालिका 2 अग्ला टाकुर स्थित भ्यू टावर परिसरमा 2077 मा हेलिप्याड बनेको थियो। हेलिप्याड निर्माण गरेको 4 वर्ष भइसके पनि अहिलेसम्म एउटा हेलिकप्टर नबसेको उहाँ
उहाँको भनाइ छ। नेपाली सेनाले पालिकाको आर्थिक सहयोगमा दार्मा गाउँपालिकाको वडा नम्बर 2 र 3 को सिमानामा पर्ने मौलीखानीमा हेलिप्याड निर्माण गरे पनि हेलिकप्टरमा लाग्नुपर्ने अवस्थाका बिरामी नभएका कारण अहिलेसम्म प्रयोगमा आउन नसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। बैठक प्रारम्भ हुनसाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्य आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक अवरुद्ध बनेको हो। सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा बनाइराखेका प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीले सरकारले अनावश्यक खर्च बढाएको भन्दै विरोध जनाउनु भएको हो। शाहीले प्रदेश नीति तथा योजना आयोगमा 3 जना सदस्य नियुक्त गर्नुपर्ने ठाउँमा कानुन संशोधन गरेर 5 जना नियुक्त गर्ने कार्य गरिएको भन्दै यस्तो कानुन सच्याउन माग गर्नुभएको छ। सभामुख भण्डारीले प्रतिपक्षी दलका सदस्यबाट सदन अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेकाले आजको कार्यसूची हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनु भएको हो। आजको बैठकमा केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको थियो। अब बाँकी खबर। बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि 40 लाख रुपैयाँको लागतमा नमुना बस्ती निर्माण सुरु भएको छ। कोहलपुर नगरपालिका 14 हवलदारपुरमा रहेका चिडीमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो। नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडीमार तथा खटिक समुदायलाई घर बनाइदिन लागेको हो। वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउनेछन्। नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा 8 घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो। समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत आवास बनाउने भएको छ। हवलदारपुरमा झण्डै 30 परिवार चिडीमार र खटिक समुदायको बसोबास रहेको छ। 8वटा घरका लागि शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्नेछ। सामाजिक अभियन्ता एलबी कार्कीले आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको बताउनुभयो। संस्थाले 2 कोठे पक्की घर बनाइदिनेछ। वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुसी भएका छन्। गर्मी याममा दिनरात कटे पनि वर्षायाम र चिसो याममा सकसपूर्ण अवस्था बेहोर्नु परेको मोलहे खटिकले दुखेसो गर्नुभएको छ। रङहरूको पर्व आज होली तराई मधेसमा हर्ष उल्लासका साथ मनाइएको छ। हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट अर्थात् आज तराईका जिल्लामा धुमधामका साथ मनाइएको हो। सुर्खेत लगायत धेरै जसो जिल्लामा भने 2 दिन नै होली खेल्ने चलन रहेको छ। होलीमा अरूलाई जबरजस्ती रङ नदल्न तथा शरीरलाई हानि गर्ने खालका रङ मिसिएका प्रयोग नगर्न विज्ञहरूले सुझाव दिँदै आएका छन्। होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा दिएको थियो। पछिल्लो समय होली मनाउने क्रम समेत भड्किलो हुन छोडेको बताइएको छ। अहिले धेरै जसो नागरिकहरू सचेत भएको सँगै अहिले होली खेल्ने चलनमा सुधार आएको बताइएको छ। गत वर्षका तुलनामा यस वर्ष होलीको समयमा अप्रिय खालका कुनै घटना नभएको प्रहरीले बताएको छ। हुम्लामा 10,000 भन्दा बढी भेडा बाख्रालाई खोप लगाइएको छ। भेडा बाख्रामा लाग्ने महामारी पिपिआर रोग विरुद्ध खोप लगाइएको हो। सिमकोट गाउँपालिकाका पशु प्राविधिक विष्णु बुमीले गाउँपालिकाको 1 देखि 8 ओडामा 10,200 भेडा बाख्रालाई पिपिआर खोप लगाइएको बताउनुभयो। भेडा बाख्रालाई यो खोप लगाउनका लागि 2 जना प्राविधिकलाई 1 हप्ता समय लागेको थियो। गाउँपालिकाको एउटै ओडामा 1,900 भेडा बाख्रालाई खोप लगाइएको भन्दै हिमाली क्षेत्रमा पिपिआर रोग भेडा बाख्रामा बढी देखिने भएको कारण रोग नलाग्दै खोप लगाएर सम्भावित जोखिमबाट बचाउने काम भएको भूमिको भनाइरहेको छ। पिपिआर विरुद्ध खोप अभियान सञ्चालन गरिएको भए पनि भ्याक्सिन अभाव भएको छ। भेडा बाख्रालाई खोप लगाउनका लागि कम्पाउन्ड सहितको खोप केन्द्र नभएका कारण हाल खोप लगाउनका लागि समस्या भइरहेको जनाइएको छ। दाङको घोराईमा करेन्ट लागेर माछा मार्ने क्रममा 1 युवकको ज्यान गएको छ। घोराई उपमहानगरपालिका 6 घर भई 13 डुमारू गाउँमा बस्दै आएका 32 वर्षका गगन घरती मगरको करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएको छ। एक घरतीका 1 जना स्थानीय सहित घोराई 6 बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए। त्यही क्रममा उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ। घरतीसँगै माछा मार्न गएका घोराई 13 का 50 वर्षका वीरबहादुर बुढालाई प्रहरीले
पक्राउ गरेको छ। चालु आर्थिक वर्षको 8 महिनामा केन्द्र सरकारले गरेको विकास खर्च निकै कमजोर देखिएको छ। सरकारले फागुन मसान्तसम्ममा विकासतर्फ वार्षिक विनियोजनको 23.37% मात्रै खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्षका लागि विकासतर्फ 3 खर्ब 52 अर्ब 35 करोड 40 लाख बजेट विनियोजन गरेकोमा अहिलेसम्म 82 अर्ब 33 करोड 60 लाख मात्रै खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि 18 खर्ब 60 अर्ब 30 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा फागुन मसान्तसम्म 45.12% अर्थात् 8 खर्ब 39 अर्ब 35 करोड 60 लाख रुपियाँ बराबर खर्च भएको छ। चालु शीर्षकमा 11 खर्ब 40 अर्ब 66 करोड 45 लाख विनियोजन भएकोमा 51.21% अर्थात् 5 खर्ब 84 अर्ब 12 करोड 78 लाख रुपियाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा 3 खर्ब 67 अर्ब 28 करोड 45 लाख विनियोजन भएकोमा 47.07% अर्थात् 1 खर्ब 72 अर्ब 89 करोड 22 लाख रुपियाँ बराबर खर्च भएको छ। सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर रहेको छ। चालु आर्थिक वर्षका लागि 52 अर्ब 32 करोड 65 लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म वार्षिक लक्ष्यको 17.51% अर्थात् 9 अर्ब 16 करोड 25 लाख रुपियाँ मात्रै अनुदान आएको छ। आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर तोलाको 1,74,500 रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले बताएको छ। पछिल्लो कारोबार भएको दिन अस्ति बुधबार सुनको भाउ तोलामा 1,70,500 रुपियाँ कारोबार भएको थियो। आज एकै दिन सुनको भाउ तोलामा 4,000 रुपियाँले बढेको छ। यसअघि गएको फागुन 13 गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको 1,71,300 रुपियाँ पुगेको थियो। सल्यानमा घरबारीमा लागेको आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 3 तिमिले चौर निवासी वर्ष 65 का प्रेमबहादुर बस्नेतको मृत्यु भएको हो। शुक्रबार दिउँसो 3 बजेतिर अचानक घर नजिकै घरबारीमा लागेको आगो निभाउने क्रममा लडेपछि जलेका बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो। वडाध्यक्ष कर्णदेव डाङ्गीले बस्नेत श्रीमतीसँग घर नजिकैको खरबारीमा घाँस काट्न गएका बेला खरबारीमा आगलागी भएपछि जलेको बताइएको छ। यस्तै बिजुली सर्ट भएर कपुरकोट गाउँपालिका 6 रातामाटाका देवीराम बोहराका घर जलेर नष्ट भएको छ। घटनामा 52,000 नगदसहित 4 लाख बराबरको क्षति भएको पनि बस्नेतले बताउनुभयो। छिमेक वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुर्खेतले आफ्नो 13औं ग्राहक सदस्य गुनासो सुनवाई इकाइ भेला सम्पन्न गरेको बताएको छ। कार्यक्रमको उद्घाटन यसै वित्तीय संस्थाका सञ्चालक सुशील श्रेष्ठले गर्नुभएको बताइएको छ। कार्यक्रममा 288 जना सदस्य तथा अभिभावकको उपस्थिति रहेको थियो भने वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौँबाट विभागीय प्रमुख, प्रदेश कार्यालयबाट प्रदेश प्रबन्धक, अनुगमन अधिकृत तथा प्रदेश कार्यालय कर्मचारीहरूको उपस्थिति रहेको बताइएको छ। कार्यक्रममा वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू, चुनौती र विभिन्न किसिमका अफवाह तथा भ्रामक समाचारहरूको चिरफार गर्दै वित्तीय सचेतना समेत जानकारी गराएको हो। कार्यक्रममा 10 जना विशिष्ट सदस्यहरूलाई दोस्रो तथा प्रमाणपत्र दिई सम्मान समेत गरिएको छ। छोरीलाई 7,500 नगद तथा प्रमाणपत्र वितरण गरिएको छ भने 10 उत्कृष्ट इकाइहरूलाई छात्रवृत्ति तथा प्रमाणपत्र समेत वितरण गरिएको छ। 3 उत्कृष्ट व्यवसायी सदस्यलाई 3,515 का दरले नगद पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको छ। शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सञ्चालक सुर्खेत शाखाका शाखा प्रबन्धक मानबहादुर राणाले गर्नुभएको हो। कार्यक्रम सहजीकरण संस्थाका केन्द्रीय कार्यालयबाट खटिनुभएका विभागीय प्रमुख विद्युनाथ अधिकारी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रबन्धक कृष्णवन, अनुगमन अधिकृत रामकृष्ण पन्त, अनुगमन अधिकृत राजु केसीले गर्नुभएको जनाइएको छ। विदेशको खबर। अमेरिकाको कोलोराडोमा रहेको एउटा विमानस्थलमा यात्रु भरिएको विमानमा आगलागी भएको छ। विमानस्थलका अधिकारीहरूका अनुसार रोकिरहेको विमानमा आगो लागेको हो। अमेरिकन एयरलाइन्सले उडानका लागि प्रयोग गरिएको विमान बोइङ 737-800 मा आगलागी भएको बीबीसीले जनाएको छ। विमानभित्र 172 जना यात्रु र 6 जना चालक दलका सदस्य रहेको बेला आगलागी भएपछि उनीहरूमध्ये केही हताहत भएर बाहिर निस्किएका थिए। केही यात्रीलाई विमानबाट ओह्रालेर टर्मिनलमा लगिएको थियो। अमेरिकाको सङ्घीय उड्डयन प्रशासन FAA का अनुसार यात्रुहरूलाई भुइँमा सुरक्षित रूपमा अवतरण गर्न इन्फ्लेटेबल स्याटेलाइटको प्रयोग गरिएको थियो।
एएफएले यो घटनाको अनुसन्धान गर्ने बताएको छ। अब लागौं खेल खबरतर्फ। प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई 2 विकेटले हराएको छ। एपीएफले दिएको 95 रनको लक्ष्य पुलिसले 142 बल अघि 8 विकेट गुमाएर भेट्टाएको हो। पुलिसका कुशल भुर्तेले 31 रन बनाउनु भयो भने एपीएफका भुवन कार्कीले 3 विकेट लिनु भएको हो। दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको एपीएफ 27 ओभर 4 बलमा 94 रनमा अल आउट भएको हो। एपीएफका सन्दीप जोहराले सबैभन्दा धेरै 26 रन बनाउँदा पुलिसका ललित राजवंशीले 6 विकेट लिनु भएको हो। प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जित हो भने एपीएफको 3 खेलमा दोस्रो हार हो। यसैगरी बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई 55 रनले हराएको छ। 267 रनको लक्ष्य पाएको सुदूरपश्चिम 18 बलमा बाँकी छँदा सबै विकेट गुमाउन पुगेको हो। यसैगरी बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई 55 रनले हराएको हो। टस जितेर ब्याटिङ गरेको बागमतीले 50 ओभरमा 8 विकेट गुमाएर 266 रन बनाएको हो। युगान्डामा जारी महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ। नेपालले हङकङमाथि 6 विकेटको जित निकालेको हो। हङकङले दिएको 105 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 4 विकेट गुमाएर भेट्टाएको हो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक 47 रन बनाउनु भयो भने उहाँले 43 बलको सामना गर्दा 4 चौका हिर्काउनु भएको थियो।